हाई गाइस, सङ्गीता विथ टेस्टमा चाहिँ आज ट्वाक्क परेको झोल भएको माछा बनाऊ है त। फर्स्टमा चाहिँ हामीले माछालाई पखालेर बाटामा राखौँ, त्यसपछि प्याज लियौँ अनि त्यसपछि यो जुन हामीले पखालेको माछामा चाहिँ कागती हालिदिउँ अनि बेसार हालिदिउँ। बेसार हालिदिएपछि जिरा हल्का पनि हालिदिनु होला अनि यो बेसनको पिठो पनि अलिकता हालिदिनु होला, किनकि अलिकता बेसनको पिठो हाल्दाखेरि चाहिँ माछा टुक्रिने डर हुँदो रहेनछ। योभन्दा पहिला मैले बनाएको थिएँ, त्यो चाहिँ टुक्रिएको थियो। अहिले चाहिँ मैले यसलाई 10 मिनटको लागि छोपेर राखिदिएँ। त्यसपछि मैले कराई बसालेँ, कराई बसालेर तेल हालेँ। तेलपछि मैले त्यो अघि न मिक्स गरेको माछालाई चाहिँ, छोपेर राखेको माछालाई चाहिँ तेलमा फ्राई गर्न लागिरहेको छु। अब यो तेलमा कति अल्छ त्यति नै माछा हालिदिनु होला र एकछिन पकाउनु होला र उल्टाइदिनु होला। उल्टिसकेपछि एकैछिन मात्रै राखेर निकालेर थालमा राखिदिनु होला। त्यसपछि हामीले चाहिँ प्याज, गोलभेडा, लसुन चाहिँ हामीले चप गरेको थियौँ। म चाहिँ अदुवा स्किप गर्दछु, हजुरहरूलाई मनपर्छ भने हाल्न सक्नुहुन्छ। लसुन चप गरेकोलाई फर्स्टमा हालिदिएँ, त्यसपछि प्याज हालिदिने। प्याज अलि रातो भइसकेपछि चाहिँ हजुरहरूले खुर्सानी अनि त्यसपछि गोलभेडाहरू हालेर मजाले मिक्स गर्न सक्नुहुन्छ। मिक्स गरिसकेपछि चाहिँ हजुरले अब मसलाहरू हालिदिनु होला। मसलामा चाहिँ म बेसार हाल्दैछु अनि त्यसपछि म नुन हाल्नेछु स्वादअनुसार अनि त्यसपछि म के अरे जिराको धुलो हाल्नेछु अनि त्यसपछि चाहिँ मिट मसला। तर मसँग माछा मसला नभएकोले चाहिँ मलाई एकदम डर लागिरहेको थियो कस्तो हुन्छ भनेर। यो चाहिँ मैले यो लङसुक मिलको हल्का धुलो पनि हालिदिएको छु। अनि यो पालि चाहिँ मैले धनियाँ, मसँग धनियाँ छैन अनि त्यसपछि अदुवा पनि म हाल्दिनँ अनि त्यसपछि माछा मसला पनि छैन के। अनि त्यसपछि मजाले त्यो जुन हामीले हालेको मसलालाई चाहिँ मजाले मिक्स गरिदिनु होला। मिक्स गरेपछि अब अलिकता पकाउनु होला। पकाइसकेपछि रस राखिदिनु होला स्वादअनुसार। रसमा पनि हल्का बेसनको पिठो मिसाउन सक्नुहुन्छ। मजाले भग 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 उमाल्नु होला। त्यसपछि अघि फ्राई गरेको माछालाई हालिदिनु होला। अब हेर्नुहोस् त, टक्क परेको माछा रेडी भइसक्यो। मलाई चाहिँ एकदम डर लागेको थियो कस्तो टेस्ट हुने होला। माछा मसला पनि थिएन, अदुवा पनि थिएन, धनियाँ पनि थिएन, ऱ्यान्डमली डिसाइड गरेकोमा तर वाउ भएको थियो है। अब